ल हेर्नुहोस् है गाइजहरू, यहाँनिर चाहिँ स्पेनमा चाहिँ यो हाम्रो नेपालमा पाहाडमा हुन्छ नि गङ्गरुक, यति धेरै छ होइन। अनि म मात्रै हो कि अरू पनि हो यस्तो बाटोमा जे फलेको देख्यो नेपाली चिजहरू त्यही टिप्दै खाँदै हिँड्ने होइन। यति धेरै छ है यहाँ। अब बच्चा बेलामा स्कुलमा जाँदाखेरि चाहिँ अब स्कुल टाढो है, पाहाडको बाटो, साथीहरू सबै मिलेर फुपू काका दिदी सबै मिलेर यस्तो हामी चाहिँ टिप्दै खाँदै हिँड्थ्यौँ होइन। अनि ल म त स्पेनमा आएर पनि छोडेको छैन, म चाहिँ टिप्दै खाँदै, म चाहिँ यहाँ मेरो घरको बच्चाहरू स्कुल लिन हिँडेको बाटोभरि घङ्गरुक छ है साथीहरू, म चाहिँ टिपेर खाँदै हिँडेको। को हुनुहुन्छ स्पेनमा आएर नेपालको खानेकुरा जे भेट्यो त्यही टिप्दै खाँदै हिँड्ने है, कमेन्ट गर्नु होला। यहाँनिर चाहिँ यस्तो बन्जार छ है, जङ्गल। अनि फेरि कसो भने यहाँनिर चाहिँ यो छ नि घङ्गहरू चाहिँ यस्तो राम्रो गरी काटेर टक्क कलमै गरेर के गार्डन बनाएको छ क्या यहाँको मान्छेहरूले है। हाम्रो रेगनमा चाहिँ त्यही जङ्गल हुन्छ नि, झाडी यति राम्रो बनाएर राखेको छ। म तपाईँहरूलाई कुनै दिन टाइम मिलेको बेला त्यसको भिडियो बनाएर देखाउने छु है। यो चाहिँ मेन हाइवे बुर्गस लेखेको छ है, यहाँदेखि थाहा छैन यो बुर्गस भन्ने कहाँ हो, होइन। यस्तै छ, तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। बन्जार स्पेन यस्तै छ है। यहाँनिर चाहिँ एकदमै बस्तीभन्दा ज्यादा चाहिँ जङ्गल छ के। अनि यहाँनिर एउटा ठुलो मार्केट छ, एकदम भिआइपी भनेर चाहिँ यहाँनिर बोर्ड लेखिरहेको छ है यहाँ मासतिर। थाहा छैन कस्तो छ भित्र, यहाँबाट चाहिँ यस्तो देखिन्छ। अब भित्र निकै ठुलो कम्पाउन्डभित्र छ नि त, त्यही भएर। अनि तपाईँलाई भन्नुहुन्छ यहाँनिर जताततै बेथुको साग है, अनि त्यसपछि भन्नुहुन्छ नि यहाँनिर यो लाफाको साग है जताततै। अनि त्यसपछि यो अर्को साग के भन्छ, मेथीको साग यति धेरै हुन्छ जहीँ तहीँ। यहाँको मान्छेहरूले खाँदैन कि। मैले त अस्ति ट्राई गरिसक्यो, तपाईँहरू कसले ट्राई गर्नुभयो है। के गर्ने, यस्तै छ है, नेपाली हो नि त। ल त तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला, फेरि पनि दोहोऱ्याएर होइन। अब यस्तै छ, दुखिया जिन्दगी भनौँ न। कमेन्ट गर्नु होला। यहाँ नै कति राम्रो थिएछ यो साग है। यहाँनिर चाहिँ खनेर यस्तो छोडेको छ। यहाँनिर चाहिँ मेथीको साग जहीँ तहीँ क्या, यहाँको हेला वास्तो छैन। यहाँनिर फुलिरहेछ मेथीको साग है। यस्तै छ, हेर्दै गर्नु होला, इन्जोय गर्नुहोस्।